पोखरामा हामीले 5 आना क्षेत्रफलको जग्गा देखाउँदाखेरि धेरै सानो हुन्छ, त्यसमा त कति घर बन्छ र कत्रो घर बन्छ भन्ने चाहिँ धेरैजनाले क्वेसन गरिराख्नु भएको थियो। त्यसैले आज म तपाईँलाई 5 आना क्षेत्रफल भएको जग्गा चाहिँ कत्रो हुन्छ भनेर प्रष्ट रूपमा चाहिँ देखाउँछु। यो म अहिले यहाँ बसेको जुन तपाईँले देखिराख्नु भएको छ, यो कम्पाउन्ड लागेको अथवा यो डिभिसी लागेको जग्गा चाहिँ 5 आनाको जग्गा हो। यहाँ तपाईँले 20 हात चाहिँ मोहडा छ यसमा, होइन? तपाईँले 20 हात मोहडा छ भने पिछाड चाहिँ तपाईँको 40 हात छ। यसमा चाहिँ तपाईँले घर कस्तो बनाउन सक्नुहुने भयो भने अगाडि लगभग यहाँदेखि अगाडि चाहिँ तपाईँले पार्किङ स्पेस राखेर चाहिँ बनाउन सक्नुहुने भयो। यो हाम्रो प्राइभेट बाटो हो। अनि तपाईँको चाहिँ यता पछाडिपट्टि च्यापेर घर बनाउन सक्ने, पछाडि 1 हात 2 हात चाहिँ छोड्न पनि सक्नुहुन्छ। अब त्यो तपाईँको इन्जिनियरले चाहिँ कस्तो बनाउन खोज्नुहुन्छ अथवा तपाईँले इन्जिनियरलाई चाहिँ कस्तो खालको डिजाइन दिनुहुन्छ अथवा उहाँले कस्तो निकाल्नुहुन्छ त्यही अनुसारमा भर पर्ने भयो। 5 आना क्षेत्रफल चाहिँ यत्रो हुन्छ है। यसमा मजाले घर बन्छ, एउटा घर अनि प्लस चाहिँ तपाईँको एउटा गाडी अनि स्कुटर पार्किङ स्पेस हुने चाहिँ, अनि सबै मापदण्ड क्लियर गरेर चाहिँ यो क्षेत्रफलमा घर चाहिँ मजाको बन्छ। यो चाहिँ पोखरा वडा नम्बर 33 भित्रका हाम्रो घडेरीहरू हुन्। यिनीहरू सबै यहाँ बिक्रीमा चाहिँ छन्। यहाँ चाहिँ तपाईँको करिबन 35 लाखमा 5 आना जग्गा चाहिँ हामीले दिइराखेका छौँ। अगाडि यो तपाईँले 22 फुटको चाहिँ पिच बाटो पाउन सक्नुहुन्छ। यो कच्ची होइन, पक्की पिच हो, तपाईँले देखिराख्नु भएको छ। यहाँ चाहिँ पानी बत्तीको सबैको सुविधा छ। यो इन्टरनेसनल एयरपोर्टबाट तपाईँलाई यहाँ आउनका लागि जम्मा 15 मिनटको टाइम लाग्छ। अहिले तालचोकमा बन्दै गरेको यो हाम्रो नयाँ भाडबेटीबाट यहाँ आउनका लागि तपाईँलाई लगभग 5-7 मिनटको टाइममा चाहिँ तपाईँ यहाँ आउन सक्नुहुनेछ है। हाम्रो यो कोत्रेबाट यता बिरौटा हुँदै स्याङ्जा निक्लिने जुन बाइपास हाइवे बनेको छ, यो हाइवेबाट चाहिँ जम्मा 200 मिटर भित्रपट्टि हो। घडेरी एकदमै राम्रा छन्। ती हाइवेसँगै टच भएका घडेरीहरू पनि छन् हामीसँग। त्यसको लागि पनि तपाईँले हामीलाई सम्झिन सक्नुहुने भयो। सँगसँगै पोखराका विभिन्न ठाउँमा चाहिँ हामीसँग घडेरीहरू छन्। जस्तो पोखरा वडा नम्बर 31मा छ, जहाँ चाहिँ तपाईँले 25 लाखमा पाउनुहुन्छ। पोखरा वडा नम्बर 25मा छ, जहाँ तपाईँले चाहिँ हातको 3 लाखदेखि 3.5 लाखको दरले अथवा 4 लाखभित्र चाहिँ पाउनुहुन्छ। बाटुल चौरमा पनि छ, लामागा चौर अथवा बाटुल चौरतिर चाहिँ धेरैजनाले खोजिराख्नु भएको थियो। अहिले चाहिँ हामीले 60-65 लाखको रेन्जमा चाहिँ बाटुल चौरमा पनि घडेरीहरू लिएर आएका छौँ। सस्तो रेटको घडेरीहरू चाहिँ लालपूजा पोखरासँग उपलब्ध छ। इच्छुक हुनुहुन्छ भने चाहिँ हामीलाई सम्झिनु होला। अथवा तपाईँका पनि घर जग्गा बिक्री वितरण गर्नुपर्ने छ भने पनि माथि दिएको कन्ट्याक्ट नम्बरमा कल गरेर अथवा टेक्स्ट गरेर, होइन, अथवा चाहिँ तपाईँ हाम्रो प्रधान कार्यालय पोखरा महानगरपालिका वडा नम्बर 5मा पनि आएर पनि तपाईँ हामीसँग डाइरेक्टली भेट हुन सक्ने कुरा पनि म जानकारी गराएँ है।